जिममा कस्तो आउटफिट लाउने त यो भिडियोमा म तपाईहरुलाई देखाउँछु चेस्ट डेमा के लाउने ब्याक डेमा के लाउने र लेग डेको दिन के लाएर जाने म आफू पर्सनली पनि के लाएर जान्छु त्यो पनि म देखाउँछु सो मेक श्योर टु वाच टिल द एन्ड ओके चेस्ट डे देखि स्टार्ट गरौँ चेस्ट डेको दिन एकदमै कम्फर्टेबल तर त्यो चेस्ट पनि पप हुनु पर्यो है त्यो जे लाएको छ त्यसको थ्रु लाइक पम्प पनि मजाले हेर्न पाउनु पर्यो मेरो चोइस चाहिँ त्यसमा ब्ल्याक कम्प्रेसन र ब्ल्याक जगर्स ब्यागी जगर्स यो चाहिँ एकदमै कम्फर्टेबल्ली मुभ गर्न सक्नु पर्यो यो तल लोवरमा चाहिँ एभ्रिथिङ ब्यागी क्या यसमा एक्चुअली चेस्ट पनि पम्प हुँदा मजाले पप हुन्छ है दामी देखिन्छ यसमा ओभरअल कम्प्रेसन टी सर्ट पनि पाउँछ त्यो पनि लाउँदा हुन्छ त्यो झन् दामी देखिन्छ है मैले चाहिँ आजसम्म ट्राई गरेको छैन त्यो पनि दामी देखिन्छ मलाई थाहा छ सो मेरो चोइस चाहिँ चेस्ट डेको दिन ब्ल्याक कम्प्रेसन ब्ल्याक जगर्स अब चेस्ट डेको दिन यु क्यान अल्सो वेयर ग्रे अर व्हाइट जगर्स ब्यागी जगर्स है अगेन अनि माथि कम्प्रेसन ब्ल्याक भइ नै गयो अब ब्याक डेको दिन म के लाएर जान्छु र के लाउँदा बेस्ट हुन्छ त अब ब्याक डेको दिन लाइक त्यो भी टेपर देखिनु पर्यो है पछाडिबाट हेर्दाखेरि लाइक एकदमै भी एकदमै खतरा देखिनु पर्यो है त्यसको लागि आई हेभ व्हाइट कम्प्रेसन अब यसमा चाहिँ ब्याक एकदमै दामी देखिन्छ है इफ यु हेभ अ भेरी वाइड ब्याक यत्तिकै उभिँदाखेरि पनि अनि तल जगर्स ब्ल्याक जगर्स अगेन है व्हाइट कम्प्रेसन र ब्ल्याक जगर्स बेस्ट कम्बिनेसन है यो खतरा देखिन्छ जसलाई पनि राम्रो देखिन्छ यो ब्ल्याक एन्ड व्हाइट पेयर अप गर्यो भने सो लेग डेको दिन के लाउँदा बेस्ट हुन्छ त अगेन लेग डेको दिन पनि तल एकदमै कम्फर्टेबल हुनु पर्यो लेग डेको दिन अप्पर बडी त खासै हेरिँदैन सो एउटा राम्रो पम्प कभर सो त्यसको लागि मसँग छ ग्रे हुडी र तल अगेन लोवरमा ब्ल्याक जगर्स कि त ब्ल्याक हुडी र ग्रे जगर्स पम्प कभर पनि भयो माथिलाई अब लेग डेको दिन सर्ट्स पनि लाउँदा हुन्छ म पर्सनली सर्ट्स लाउँदिनँ तर त्यसरी नै ब्ल्याक एन्ड व्हाइट पेयर अप गरेर लाउँदा हुन्छ एनी आउटफिट ब्ल्याक एन्ड व्हाइट बेस्ट हुन्छ सो यो थियो मेरो तीनटा डिफ्रेन्ट डेजको लागि तीनटा डिफ्रेन्ट आउटफिट तर अझै एउटा आउटफिट छ जुन हरेक दिनको लागि जान्छ लाइक चेस्ट डेमा लाउँदा पनि राम्रो ब्याक डेमा लाउँदा पनि राम्रो र लेग डेको दिन लाउँदा पनि राम्रो सो त्यो आउटफिट हो ट्याङ्क टप र अगेन जगर्स ब्ल्याक अर व्हाइट है अब ब्ल्याक ट्याङ्क टप त तपाईँहरूलाई चाहिन्छ किनकि यो बेस्ट हो क्या लाइक व्हाइट भन्दा ग्रे भन्दा अरू भन्दा ब्ल्याक ट्याङ्क टप इज द बेस्ट लाइक यसमा खत्रै देखिन्छ जसलाई पनि अब यो त अहिले घरको लाइटिङ भयो है एकदमै ब्याड छ आई नो तर जिम लाइटिङमा यो आउटफिट एकदमै बेस्ट हुन्छ अब म चाहिँ भन्छु कि त ब्ल्याक ट्याङ्क टप ग्रे अर व्हाइट जगर्स कि त ब्ल्याक ट्याङ्क टप ब्ल्याक जगर्स यो झन् दामी देखिन्छ अहिले पम्प सम केही छैन सो त्यस्तो कुल त्यस्तो केही खतरा देखाएको छैन तर जिम क्लिप्सहरूमा हालिदिन्छु त्यहाँ हेर्न सक्नुहुन्छ लाइक इट लुक्स बेस्ट यसमा चेस्ट पम्प पनि राम्रो देखिन्छ अब ब्याक हेर्दाखेरि पनि ब्याक पनि वाइड देखिन्छ है र आर्म स्ट्रेन गर्दा आर्म स्ट्रेन राम्रो देखिन्छ अब सोल्डर लेग एन्ड सोल्डर हुन्छ लेग एन्ड सोल्डरको दिन पनि सोल्डर पप भएको बेला दामी देखिन्छ सो यो आउटफिट एकदमै भर्सटाइल छ जसले पनि लाउँदा भयो अब एउटा नम्बर 1 मिस्टेक मान्छेहरूले आउटफिट लाइक कम्प्रेसनहरू लाउँदा के गर्छन् भन्दाखेरि ट्याङ्क टप लगाइरहेको हुन्छ भित्रबाट त्यही माथि कम्प्रेसन पनि लगाइदिन्छन् क्या त्यो एकदमै रङ हो अब मैले अहिले भर्खर ट्याङ्क टप माथि कम्प्रेसन लगाइदिएँ अब यस्तो लाइनहरू देखिन्छ है यो ट्याङ्क टपको पनि अनि अब नामै कम्प्रेसन सर्ट लाइक कम्प्रेसन टी सर्ट जे भए पनि छ कम्प्रेसै हुन पाएन भने बडीसँग त्यो के रमाइलो हो त होइन सो यो मिस्टेक चाहिँ अभोइड एट एनी कस्ट है लाइक यो एकदमै कमन मिस्टेक हो कम्प्रेसन लगाएको बेला माथिभित्र केही लाउनु भएन है सो आज चाहिँ मेरो चेस्ट डे हो सो म चाहिँ ब्ल्याक कम्प्रेसन र ब्ल्याक जगर्स लगाएर जान्छु ओके यहाँनिर जुन चेस्ट डेको कुरा हुँदैछ त्यो भिडियो अलरेडी आउट भइसक्यो जसमा मैले 8 चोटि डम्बल प्रेस फेल गरेँ मेक श्योर टु चेक द्याट आउट ब्याक इन्टु द भिडियो सो अझै एउटा कुरा ट्याङ्क टप लगाएको बेला चाहिँ है मेरो पर्सनल ओपिनियन या पर्सनल टिप भनौँ सबैजनालाई लाइक यसरी बाहिर निकालेर लाउनु भन्दा यसरी टकिन गर्नु बेस्ट हुन्छ यसरी टकिन गर्दाखेरि एकदमै क्लिन देखिन्छ र अलिकति मजाले टाइट पनि हुन्छ कि यो अब पेट लगाएको छैन भने र आर्म सोल्डर एभ्रिथिङ ब्याक है ब्याक पनि खतरा देखिन्छ अनि चेस्ट है एभ्रिथिङ खतरा देखिन्छ यसमा अब धेरै जस्तो बिगनरहरू भए पनि पछिसम्म भए पनि राम्रो जिउ बनाए पनि है एउटा राम्रो आउटफिट चाहिन्छ क्या जिउ राम्रो भएर के गर्नु अलिकति मान्छे पनि त राम्रो देखिनु पर्यो नि त होइन सो त्यसको लागि भए पनि एउटा राम्रो आउटफिट लाउनुपर्छ क्या वेल मेन्टेन हाइजेनिक लाइक त्यस्तो कुराहरू देखिनुपर्छ क्या हुनुपर्छ है सो तपाईँहरू के लाएर जानुहुन्छ रङ्गी बिचङ्गी केही आउटफिट लाएर जानुहुन्थ्यो भने आजै यो मैले देखाएको आउटफिटहरू ट्राई गर्नु र आई नो 100% लाइक बिगनर भए पनि खासै राम्रो फिजिक भए पनि राम्रो देखिन्छ है ब्ल्याक एन्ड व्हाइट कम्प्रेसन अनि ब्ल्याक एन्ड व्हाइट जगर्स यु सुड डेफिनेटली बाई अनि एउटा ब्ल्याक ट्याङ्क टप यो पनि बेस्ट छ है व्हाइट ट्याङ्क टप विथ ब्ल्याक जगर्स त्यो पनि एउटा राम्रो कम्बिनेसन हो त्यो कम्प्रेसनहरू अहिले छैन लाइक मेरो जिउ त्यस्तो राम्रो छैन यताउति भन्नुहुन्छ भने पम्प कभरहरू पनि हुन्छ है यस्तै ब्यागी टी सर्टहरू हुन्छ मैले चाहिँ फिनेक्सको लगाइरहेको छु है कुनालको डु चेक आउट फिनेक्स अर्को भयो ब्यागी टी सर्ट ब्ल्याक जस्ट वेयर समथिङ यु फिल फ्री र कन्फिडेन्ट क्या इन जिम जाँदा पनि है यो अलिकति टाइट भयो कि यो अलिकति यस्तो भयो कि त्यस्तो खालको लुगा
लुगा छ भने त्यो नलाएर जानु क्या, तपाईँलाई जिममा पनि कन्फिडेन्ट फिल हुँदैन र त्यो आफैलाई पनि कस्तो कस्तो लाग्छ क्या। सो वेयर समथिङ द्याट यु फिल कन्फिडेन्ट इन। अब त्यसको मतलब जे पनि लाएर चाहिँ जाऊ भने होइन, तर वेयर समथिङ गुड र क्लिन। यो सबै आउटफिट मध्ये मेरो चाहिँ फेभरेट कुन हो त? मेरो फेभरेट चाहिँ व्हाइट कम्प्रेसन र ब्ल्याक जगर्स। व्हाइट कम्प्रेसन चाहिँ किन भन्दाखेरि अब त्यसमा म पछाडि फर्किँदाखेरि ब्याक यस्तो वाइड देखिन्छ नि, कसम मेरो ब्याक एकदमै स्ट्रङ पोइन्ट हो, लाइक बेस्ट देखिन्छ क्या त्यो आउटफिटमा मलाई। सो तपाईँहरूलाई यो आउटफिट मध्ये कुन चाहिँ राम्रो लाग्यो, कुन चाहिँ मन पर्यो त्यो पनि कमेन्ट गर्नु होला। अब मान्छेहरू के गर्छन् भन्दाखेरि जिम आउटफिट भनेपछि पुरानो भएको लुगा, लाइक अब जुन लुगा बाहिर लाउन मिल्दैन, घुम्न जान मिल्दैन, घर बस्दा लुगा जुन अझ पुरानो भइसक्यो त्यस्तो लुगाहरू जिममा लाएर जान्छन् क्या। अब त्यो एउटा लेभलसम्म ओके नै हो है, त्यस्तो थट राख्नु हुँदैन क्या। जिमको लागि पनि सेपरेट आउटफिटहरू हुन्छ है, जिमकै लागि भनेर लुगाहरू बन्छ है, त्यो लाउँदा तपाईँ एकदमै राम्रो देखिनुहुन्छ क्या त्यो घर बस्दा त्यो पुरानो लुगा भन्दा। सो आफ्नो आउटफिटहरूको बारेमा पनि सोचेर जानु क्या। अब म पनि त्यस्तो केयर चाहिँ गर्दिनँ, म फोटोहरू हालिदिन्छु, म कस्तो कस्तो लुगा लाएर जान्थेँ है जिम, लाइक आफै बनेको कलेक्सन हो, मैले यो लाउनुपर्छ यो लाउनुपर्छ भनेर पनि गरेँ होइन, आफै बनेको हो यो मेरो कलेक्सन। जगर्स चाहिँ मैले जिमकै लागि भनेर किनेको थिएँ, घर बस्दा पनि त्यही लगाएको छ, जिम जाँदा पनि त्यही लगाएको छ है, त्यस्तो गर्नु भएन नि त। सो मैले चाहिँ अब जिमकै लागि भनेर यो जगर्स चाहिँ ब्यागी जगर्स है, ग्रे पनि राम्रो देखिन्छ, ग्रे पनि किने, लाइक बेस्ट इन्भेस्टमेन्ट लाग्छ मलाई यो आउटफिटको म्याटरमा है। यो लुगा लाउन थालेदेखि म एकदमै कन्फिडेन्ट पनि फिल गरिरहेको हुन्छु। एज अ टोल्ड यु है, मेरो ब्याक एकदमै वाइड देखिन्छ यसमा, झन् पम्प हुँदाखेरि त क्रेजी देखिन्छ, क्रेजी। अब यहाँ लाइटिङ साइटिङ केही राम्रो छैन, यो अहिले म जान्छु है घरमा, तर जिममा एक्चुअली राम्रो देखिन्छ गाइज। सो डु ट्राई दिज आउटफिट है, र यो फुल भिडियो युट्युबमा पनि हुन्छ। सो सब्सक्राइब टु माई युट्युब च्यानल टु गाइज, लाइक द भिडियो, लाइक सेयर सब्सक्राइब फलो, टिकटकमा नि, इन्स्टामा नि, युट्युबमा नि। सो थ्याङ्क यू सो मच फर वाचिङ एन्ड आई विल सी यु गाइज इन द नेक्स्ट भिडियो।